छोरी दिने कोही हुनुहुन्छ भने भन्नु है, छोरीले धान रोप्नु पर्दैन। गुड मर्निङ सबजनालाई, स्वागत छ। आज पनि नयाँ दिनको सुरुवात भइसकेको छ। जानु पर्यो म यतातिर डुल्नलाई। गाउँ यसो चहल पहल हल्का फुल्का डुल्नु त पर्यो, त्यही भएर अब जाँदैछु म डुल्न यसो गाउँतिर। भन्ने के भन्नु है, यसो काम गर्न, काम गरेको हेर्न भन्नु पर्ला नि। यस्तो छ हाम्रो जङ्गलको बाटो घाटो। ओ माई गड, डेन्जर रहेछ यार। तल खेतमा जानु पर्यो अब धान रोपाइ गर्न भनेर म हिँडिसकेको छु। टक्क लगाएर भाइहरूको धान रोपिरहेको रहेछ, मन जानु पर्यो। केटाहरूले जोत्दैछन् खट्ट। खजना भेट्यो नि कति साल पुरानो, 100 साल पुरानो खजना भेट्यो साथीहरू। हाम्रो गाउँमा त्यस्तो खजना भेट्यो, बहुमूल्य त अजम्बरी सर्लक्क परेको यति कामै हो। हाम्रो पुगेर खेतमा त काम मात्रै होइन, पुरा खजना पनि भेट्यो। खजना त्यस्तो खालको छ। यसको त मूल्य त करोडौँमा छ नि, हामी नबेचेको म त कम धनी छौँ है। एक गरामा एक कोडाले हान्ने बित्तिकै एउटा खजना आफू कै साइमा छ हल्ला चाहिँ झट्टा बिता भिडियो रिङमा त आइज ठाउँ जाउँ अलिक शान्ति लट्ठै पार्यो। राजु सानी राजु पनि को मोला अलि प्यारा आँटे सानी अब फेरि गुरु राखेर जुन चाहिँ फेरि प्यार दिनु नि राख्छु यही समस्या पनि यार। त्यहाँनिर धनमुला तिग्न खाँदा बेलुका त भान्जा ठिक्क रुममा होला नि को यी कुरा काठमाडौँ है तिमीलाई राजु नि क्यामेराम्यान हुनुहुन्छ मिस्टर माइला। जुगाको अन्तिम माइला हो। यहाँ त बहुमूल्य मात्रै छ। अन्तिम माइला, अन्तिम साइला, अन्तिम काइला। अब अघि मात्रै बाबा भेट बेचे दुनियाँ। दाजु त बुढा दाइ धङ भिडियो त अनि छिटो माल्नु पनि यिनी नङमार प्ल्यात्तै गर्ने। ड्रोन नेत्र मार्छु अलिकति शॉर्ट आधी चीजें शॉर्ट आ गया मोटा तो
दिल्लदाको पक्क के गाह्रो छ इत्थु भने मरिजाउँदिल्ला गिरे हो नराइमा हो नि त आ त घोडे लाग्छ पो राजा खेउला मुरुचा मार्छ ढिलो अलि छिटो चाहिए ए बिचको अन्जाल छिटो रोप्नु है खेताला नपाएर है साथीहरू हामी चाहिँ केटा मान्छेले रोप्नु परेको छ उहाँ जानु तल्लो छेउको त काठमाडौँदेखि झिकाएको स्कुटरमा उहाँ तल्लो छेउको मोटो मान्छे काठमाडौँदेखि झिकाएको खेताला हो अनि त्यस्तो रोप्छन् ऊ अनि त्यत्तिकै झिकाएको हामीले ऊ अनि आम्म अलिक महँगै हो उहाँको प्राइस चाहिँ अहिले पेट्रोलको भाउ बढे जस्तै खेतालेको भाउ बढेको छ त्यही भएर हामीले काठमाडौँदेखि झिकाएको सस्तो पर्छ भनेर हैन अलिक सस्तो पर्छ भनेर उहाँले चाहिँ पुरै आधी रोपिसक्नुभयो यति चाहिँ एक्लै रोप्नु भएको यहाँ चाहिँ भर्खर भर्खर आएको केटाहरू अनि कस्तो अनुभव हुँदैछ त एकदम बबाल बबाल भइरहेछ बसेर रोप्दैछ बसेर किराको अभाव भयो यहाँ मुढा ल्याइदिउँ मुढा ल्याउनु पर्यो हिलो कतिको राम्रो छ एकदम A1 यो धान चाहिँ रोप्ने यस्तै है साथीहरू एउटा दुईटा एउटा र दुईटा जस्तो तीनटा हुन्छ त्यति चाहिँ रोप्नु पर्यो धेरै न 5वटा नत्र एउटा दुईटा है जस्तो गरेर त्यस्तै भिडियो बनाउने यस्तो कोही मान्छे त के गर्नु के अरे फिल्म खेल्ने जस्तो छ नि ल्याएर हिलोमा चोबालिया छ काठमाडौँदेखि झिकेर ठिक छ अनि रोपाइ कसैले सक्दैन नि फेरि कुखुराले चारो खास छ त जति रोपे त्यति हल्ल्या छ त हात मात्रै हल्लाउनु अनि जानिहाल्छ नि अनि बिउ टकटकाएर सकिसके नयाँ रोपारी गाह्रो छ हौ हाम्रो रोप्नुमा चाहिँ उँभो पुरै पाटो पुरै खेत हो होइन हाम्रो चाहिँ यति मात्रै हो यहाँदेखि उँभो फाल्टै हो उँधो फाल्टै छ फेरि यहाँदेखि उँधो चाहिँ खेत छैन छन्छ त्यहाँदेखि उँधो छ ट्याक्कै यो माथिल्लोपट्टि चाहिँ हाम्रो घर छ गाउँ यहाँबाट जाँदै हिँडेर छ त्यहाँ अनि 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 राम त्यत्तिकै झिकाएको काठमाडौँदेखि हामीले प्लेयर भन्छ फेरि उर्को चलेकोलाई प्लेयर भन्नु पुग्यो चाहिँ यार ओहो अनि रोप्छ नै केटाहरूले पछि स्वास्नी पाल्छन् कुनै माइकल लाल छ या छोडिदिने दुईटा रन्डुमै मर्नु लागिसके यो दाजुहरूको बिचमा बहिनी कहाँबाट आयो यार हेट चेपेर मर्ला त्यहाँ हेरै कसले छिटो रोपिरहेको छ बहिनी काम छैन है दाजुहरूको छिटो चाहिँ मेरो त खतरा बने पायो ल ल ल सक्यो 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 ल ल ल ल ड्याङ्गै 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 5 मिनट लाग्नु हुँदैन ल 5 मिनट भएको छैन है ल ल ल ल ओ त्यहाँ सेफ्टी हो बहिनी निस्क त दायाले रोप्छ हो हेर्नु एउटा
कोही छ माइकालाल छोडिदिने यहाँ दुईजनालाई रोपौँ न रोपौँ आलीबारी निस्केर रोपौँ दाइ आली भत्केला फेरि हरे हरे वाट एक च्याट्ट सक्यो है हाम्रो चाहिँ ट्याक्कै आजबाट आजबाट टक्क सक्यो धान रोप्नु नि ल बाई बाई फाइनली सक्यो हाम्रो काम आजको रोपाइ सक्यो अब लाग्यौँ हामी घरतिर ल गाइजहरू हाम्रोतिरको रोपाइ लगभग सक्यो उहाँहरूको सक्यो उहाँहरूको अब लाग्यो हामी घरतिर रोपाइ सिद्धेपछि के गर्ने भन्दाखेरि यसरी नुहाउनु पर्यो खोलामा जक्पैले खाए जस्तो छ सर्लक्क साई भने जस्तो सामान धुनु थाल्यो त हातबाट